पहिला घर चाहिँ म्याग्दीमा पर्छ भने अहिले चाहिँ म पोखरामा बस्छु। म पहिला पासेघरको रोगी थिएँ। पासेघर चाहिँ पटक अब मैले गर्भपतन गरेको। अनि त्यसमा त्यो औषधिहरूले असर गरे होला। अनि म उठेर हिँड्न सक्थेन। बिहानमा चाहिँ पुरै मुटु थर्किन्थ्यो, हात खुट्टा लुला हुन्थ्यो, त्यो पनि थिएन। अनि म अब अब म धेरै बात दिनला जस्तो लाग्थ्यो नि त। अनि मेरो आमालाई पनि क्यान्सर रोग लागेको थियो नि त। हामीलाई क्यान्सर पनि के भने थाहा थिएन त्यतिखेर। अनि पछि हस्पिटलमा लगिसकेपछि तिम्रो आमालाई यस्तो रोग छ, फल्ना हस्पिटलमा लैजाऊ भनेर भन्नुभयो। अनि मैले काठमाडौँ हरिसिद्धि क्यान्सर हस्पिटलमा लगेँ। लगिसकेपछि मेरो आमालाई छ त किमो नि चराइन्। अनि धेरै 5 वर्षसम्म डेट दिनुभएको थियो। यहाँदेखि त्यो आमाको उपचार हुँदैन, यहाँदेखि त्यो आमा बाँच्ने अब यति नै 5 वर्षसम्म औषधि खानसम्म त भन्नुभएको थियो। अनि मलाई कति सानो मन हुन्थ्यो। त्यसपछि मैले मेरो आमालाई कसरी बचाउनेलाई भने सपना कल्पना पनि गर्थेँ। अनि फेरि मेरो आमा चाहिँ आमाको अवस्था त एकदमै जटिलै थियो, एकदमै जटिलै थियो। उठ्नु सक्नुहुन्थेन, टोइलेट जान पनि सक्नुहुन्थेन। पिसा पनि त्यही बाटा थाप्नु पर्ने थियो, दिसा गर्न त्यही बाटा थाप्नु पर्ने थियो। जस्तो जुन मैले यो जुस खान लागेँ नि, त्यसदेखि मेरो आमाको जीवन सुधार हुँदै गयो। सुधार भएपछि मेरो आमाले चाहिँ यसै उस जुसबाट नै नयाँ जीवन पाउनुभयो। अहिले त कति 75-76 वर्ष पुग्नु लाग्नुभयो नि त। हामी यतिखेर कस्तो कुन अवस्थामा हुन्थ्यौँ सायद नहुन सक्थ्यौँ होला जस्तो लाग्छ मलाई। जब मैले यो जुस खाएँ नि, जुस खाएदेखि चाहिँ मलाई आँट आयो। अबदेखि म केही हुँदैन, अब म अझै बाँच्छु, म आफूले नयाँ जीवन पाएँ। किनभने मलाई त यसले नयाँ जीवन दिएको छ नि त। त्यस भएर मैले यसले छुटाउनु होला भन्ने हुन्छ क्या, मलाई राम्रो लाग्छ। धेरै राम्रो भयो। आँखा नि अलि नजर्ने, अलि कस्तो धमिलो भए जस्तो गर्थ्यो नि त। तर मैले पम्किन यिनीहरू खाएदेखिबाट मलाई चाहिँ आँखा नि एकदम तेजिलो देख्छु क्या आजभोलि मैले। आँखा नि धेरै राम्रो सुधार भएको छ आँखाबाट। जब आफ्नो फ्यामिलीमा मात्रै बाँच्छु र म बाँचाउनु नभनिकन म अरूको लागि पनि मैले सेवा गरौँ, अरूलाई पनि यस्तो छ यहाँ भनेर भनेपछि मैले सेवा नै ठुलो धर्म भन्ने सोच गरेँ। अनि अरूलाई नि मैले धेरै मान्छेलाई बचाएको छु। धेरै मान्छेलाई मैले यो खानुपर्छ, मेरो आमालाई यसरी बचाएँ, मैले यसरी खाएर म यसरी बचेँ, तपाईँले खानु भनेर कति धेरैजनालाई मैले बचाएको छु नि त। मैले त्यही मैले खाएको ठुलोबाट गरेर अनि उनीहरूलाई नि खानु पठाएँ, उनीहरूले राम्रो भयो। प्रत्येक जो मान्छेले खाएको छ नि, जानेर खाएको छ, बुझेर खाएको छ नि, त्यसको त भित्रै दिएको रोगहरू पुरै निहारेको छ नि त यो जुसले त। त्यही भएर नि विश्वास गरेको छन्। उहाँले त धेरै राम्रो, तैँले कहाँबाट भिताएको यस्तो सुरुमा, हामीलाई त थाहा थिएन, तैँले कसरी भितेर यस्तो गरिस् भनेर भन्नुहुन्थ्यो। अब एउटा अब मैले सत्कर्म गरेको थिएँ होला होइन, तर मैले उति राम्रो आफूलाई उब्ने सरहरू भेटाएँ, जुस भेटाएँ भनेर मैले त्यही गरेर भन्छु क्या मैले त्यो तपाईँहरूले यो जुस खानुहोस् होइन, हरेक रोगबाट वञ्चित हुनुहोस् होइन। डक्टरको औषधि खाएपछि एउटा दिन्छ नै होइन, उसले चाहिँ शरीरबाट निर्मल बनाउँछ भनेर मैले सुझाव दिन्छु। कति मान्छे त्यही अब नजिकै एउटा दाइ लिभर खराब भएर अनि क्यान्सरै भएको थियो दाइको होइन। अनि उहाँ अब कतिको त हस्पिटल लगेर नि सञ्चालन भएको। पछि त्यो जुसहरू खान लागेदेखि उहाँ जस्तो कति गर्नुपर्छ नि त। उहाँले चाहिँ अब म डक्टरको औषधि खान्न, अब म यही जुस खान्छु भनेर भन्नुहुन्छ उसँग। मलाई त्यस्तो गर्न मलाई खुसी लाग्छ अनि आफूलाई खुसी लाग्यो।